कसको दशा लागेछ त अबुई यति सानोमा झन् त्यहाँ पनि होला त क्या यता सबै फ्याँक्दिने क्या ए लगाउँछु किन रोकेछ त वेदरले सपोर्ट गरेन क्या आज हाम्रो राइडलाई यति ओर्यो नि कस्तो धेरै भएको कस्तो मजाले तन्के जस्तो पिना यसको गाइस पानी पर्न सुरु गरिहाल्यो अघिसम्म त घाम लाग्यो जस्तो भइरहेको थियो पानी पर्यो पनि झरी आए पनि आज त राइड जानुपर्छ हाम्रो चाहिँ राइड सुरु भइसकेको छ आजको आज चाहिँ पानी पर्ने बेलामै राइड जाने भयो हामी मजा आउँछ पानी पर्ने बेला राइड जान पनि झन् ठुलो पऱ्यो त यता त खाली खाली छ रोड त आज त कस्तो निस्किने बेला ठुलो पानी परेको त आज छुट्टीको दिन पनि राइड गएन भने त मजा आउन्न क्या घरमा बस्नलाई त है 1 घन्टा जति चाहिँ रमाइलो हो त्योभन्दा धेरै बस्यो भने चाहिँ अलिकति ओभर थिङ्कर नै भन्छ क्या छुट्टीको दिन खासै काम पनि हुन्न कहिलेकाहीँ एक्सपिरियन्स पनि गर्नु पर्दो रहेछ क्या गाइस खासै ठुलो पनि परेको छैन खासै सानो पनि होइन पानी है एकदमै खै के खालको पानी पर्यो पर्न चाहिँ परिरहेछ म त क्रस भयो डट बाइक चाहिँ क्रस भयो ए आइरहेको रहेछ म रेडी हुन्छ अहिले त घाम लागिरहेको थियो अहिले चाहिँ पानी परिरहेको छ यार के गर्नु सेट मजा त छुट्टै आउने कि आउन चाहिँ कुदाउन चाहिँ पानी पर्दा चाहिँ एउटा कुरा चाहिँ के राम्रो हुन्छ भने दामी तरिकाले त्यो धुलो खान पर्दैन क्या हामी चाहिँ आज अब यो रेनिङ सिजन पनि सकिन लाग्यौँ त्यही भएर अलिकति नियर काठमाडौँ वाटरफल जाँदैछौँ अनि आज अब पानी पनि परिरहेको छ त्यही भएर वाटरफल त यो रेनी सिजनमा त ठुलै हुन्छ तर आज चाहिँ पानी पनि पर्यो आज हाम्रो छुट्टी पनि थियो है अनि छुट्टीलाई युटिलाइज गरौँ कि भनेर पनि हामी जाँदैछौँ 3 जना यसो पानी पर्दा त पछाडि त कति धुलो फ्याँकेर होला बिचरा मेरो बाइकलाई मङ्की मास्क लाउँदा चाहिँ एउटा कुरा के सजिलो भन्छ हेलमेट पनि ठुलो बिग साइज फिल नहुँदो रहेछ क्या ओहो बिग मिस्टेक गरिदिएँ नि मैले अलि चाँडै राइट टर्न लिए जस्तो छ म त वसुन्धारा जस्तो लागिरह्यो यार वसुन्धाराबाट पो छिर्ने हो त घुमाउ न हो त अगाडि यार
मजाले समातेर बस विक्रम दाइलाई। कस्तो मान्छे भएको आज देख्नु विकेन्ड त पानी परोस् मान्छेले छोड्दैनन्। खै कुन चाहिँ वाटरफल रहेछ म त गएको छुइनँ। उया माथि उतापट्टिको वाटरफल हो कि क्या हो जस्तै लाग्यो। त्यहाँबाट जाँदा त अलिक स्ट्रेट पर्छ होला बाटो। हामी चाहिँ अस्ति नै गएको छौँ त्यही भएर हामी आज नेक्स्ट वाटरफल जान्छौँ गाइस। कति धेरै गाडीहरू पनि आएको रहेछ। पानी परेको बेलामा त यस्तो मान्छे हुँदो रहेछ। क्या प्याएको ओ आज कस्तो मान्छे भएको। साइक्लिङ तर कस्तो भने यहाँको है अब हुन त यहाँ मन्दिरले गरेर अनि यसपछि एकदमै नियर भयो नि त। त्यही भएर चाहिँ मान्छे आज टर्नै छ। ओ माई गड अनएक्सपेक्टेड यार। अस्ति आउँदा त खासै थिएन। अब कुकुरहरू कस्तो हतार गरेर आउँछ है। यहाँ त अर्काको एरियामा जानु नै मेरो मिस्टेक हुन्थ्यो। झनै मेरो सातो चाहिँ गयो। यो बस बिग्रिया हो कि नअटेर त्यहीँ बसिरह हो। हो एउटा चप्पल पनि लिएर आउनुपर्ने रहेछ सुक्क। उकालोमा त अलि धेरै के अरे तान्दैन। स्पोर्ट्स बाइकहरूको यो फेसिलिटी चाहिँ मलाई बानी पर्न थालिसक्यो अब चाहिँ। मैले डट बाइकहरू त 2को 3को गियरमा गरिहाल्थेँ। थाहा उकालोमा त 1को गियरले मात्र भ्याउँछ। 2को गियर नि यस्तो गाह्रो हुन्छ। यहाँनिर चाहिँ चेकिङ छ कि छैन आज। पुरै कस्तो सेतै भएछ है हुसीले। पानी पऱ्यो बेला किन रोकेछ त। जहिले गाडी पछाडि पारिदिन्छ यिनीहरूले मलाई। पानी पऱ्यो यार हिँड। लौके आज यस्तो दामी एक्सपिरियन्स भइरहेको छ नि गाइस। कसम मलाई त बब्बाले मजा लागिरहेको छ है यो वेदरले उ गर्नलाई। यहाँबाट उता पनि शिवपुरी जाने ठाउँ। पानी परे बेलामा यस्तो हुसी लाग्नु त नर्मल हो तर सही देखिरहेछ वेदर चाहिँ। गुरुङ गाउँ भनिन्छ यो ठाउँलाई चाहिँ। नुवाकोटको साथीहरूलाई त थाहा नै होला। थाहा नभएको साथीहरूलाई पनि भनिदिए। थाहा नभएको डियर भ्युअरहरूलाई यो ठाउँ चाहिँ हाम्रो गुरुङ गाउँ नुवाकोटको। तलको लाउनु पर्ने रहेछ मैले है। माथिको मात्र लाएर मान्छे देख्दा कस्तो देखिरह होला मलाई त पुक्क पाउरोटी जस्तो। माथि फुकेको तल सुकेको जस्तै। झर्ना त आए तर हामीले स्याम्पू ट्रिटमेन्ट चाहिँ ल्याएनौँ। अहिले त मैले ट्रिटमेन्ट लाउनै छोडिसकेँ रिस उठेर। ट्रिटमेन्ट लाउने पनि ऊ त्यो कपाललाई पनि एउटा ऊ हुँदो रहेछ कि ट्रिटमेन्ट नलाउँदा त ठ्याक्कै त्यो गुन्द्रुक जस्तो हुन्छ यार मेरो कपाल त। अझ त्यति मात्र गुन्द्रुक जस्तो मात्र भए त हुन्थ्यो नि। पुरै त्यो पालो कपालमा लगाए जस्तै ड्राई हुन्छ टाइपको यार। ट्रिटमेन्ट लाउने पनि बानी हुँदो रहेछ कपाललाई। पहिला म के भन्छ सानो हुँदा मेरो कपाल कस्तो सफ्ट थियो है। अहिले कस्तो ड्राई हुन्छ।
मेरो पालो जसुकै होस् म लायो भनेर लाउँदिनँ अहिले त मान्छेहरू कति आउँछन् घुम्नलाई म त मेरो बाइकमा मेरो जेडएस बाइकलाई त अहिले अफ रोडिङ हो कि पिच रोडिङ हो काक्का लान्छु बिचरा तर माया पनि गर्छु म यस्तो पातहरू यत्रो है एक बित्तावाला जुगा आउला जस्तो लाग्छ मलाई त डर लाग्छ कि देखेँ खास अब डराउनु पर्ने चाहिँ हुँदैन होइन त्यसलाई खाए पनि मेरो कति रगत खाला र मेरो पोजिटिभ रगतले पोजिटिभ इनर्जी आउँछ कि Why are you confused, bro? यहाँ त मन्दिर पनि रहेछ यहाँ तल एकछिन बस्नु पर्ला होइन मेरो चाहिँ ब्याक पेन भइरहेको छ खै के नमिलेर सुत्दाखेरि अस्ति साथीलाई भएको थियो आज मलाई भइरहेछ त्यही भएर अरूलाई गिजाउनु हुँदैन भन्छ नि आफैलाई पर्दो रहेछ यार म त अर्को टाइमदेखि त गिजाउँदिनँ साथीलाई रोस्ट हान्दै बसिरहेको थियो है पुलिस मामाहरूले रोक्थ्यो आज त पानी परिरहेछ मामा त कता हो कता को चाहिँ आइल्यान्डतिर होला अर्को रुङ्गा गाउँ हेर्न मिल्छ एकछिन भयो नि रेस्ट गरौँ तिनीहरू त मलाई छोडेर भाग्यो त गाइज हामी चाहिँ अब मेरो ज्याकेट कस्तो लाग्यो तपाईँहरूलाई मेरो बाइकको कलरसँग म्याच हुँदैन त जङ्गल राइड पानी पऱ्यो पनि है मान्छेहरू चाहिँ कति धेरै घुम्न आइरहेको हुँदो रहेछ क्या मैले त एक्सपेक्ट नै गरेको थिएन हुन त सबैजना अब छुट्टीको दिन कहाँ घर बस्न चाहन्छ र अहिले झन् हप्ताको 2 दिन भयो नि छुट्टी दिन्छ है यसो फ्रेस भइदिउँ न भनेर आफ्नो पार्टनरसँग आफ्नो साथीभाइसँग मान्छेहरू आइरहेको हुँदो रहेछ जङ्गलको वेदर कस्तो देखिरहेको छ थाहा छैन तर मलाई चाहिँ मजा आइरहेको छ कुदाउनु है पेट्रोल सक्यो कि क्या हो ए न्युटनमा झारेर रहेछ यार जङ्गलको भ्यू कस्तो लाग्यो तपाईँहरूलाई यतातिरको त्यसरी थम्ने हाल्नु पर्ला कि लौके वाटरफल को आउनुहुन्छ कमेन्ट गरौँ त गाइस अस्ति नै म पानी नपर्ने सिजनमा आएको बेलामा सानो थियो अहिले त ठुलो होला अहिले त असार साउनको सिजनमा त महाकासम झर्नै नभएर पनि झर्ना निस्किन्छ झन् त्यो झर्नामा त कत्रो भइरह होला है त्यहाँ मलाई त कहिले पुग्ला र त्यहाँको पानीमा खेलाउला भइरहेको छ हाम्रो पुर्खौली घर चाहिँ यता नुवाकोट हो त्यही भएर मलाई नुवाकोट चाहिँ सधैँ प्यारो नै लाग्छ यार कहिले नुवाकोट मन नपर्ने भन्ने चाहिँ कहिले पनि भएन बस पहिला बाटो अबुई मान्छेहरू कति धेरै है आज पनि मान्छे त आउँदो रहेछ नि यहाँ त झन् खोला मात्रै छ यहाँ त्यो पनि यति धेरै मान्छे छ यति सानोमा झन् त्यहाँ पनि होला जहाँसम्म लाग्छ ओ हान्डेलाई यतिमै नअड्किएर अँधेरो बाइक केही देखा त रहेनछ डट बाइकले त क्या यता सबै फ्याँक्दिने क्या तेल लगाउँछु मान्छे त कहाँबाट आयो यति धेरैजना गुरुङ गाउँ काठमाडौँको नजिकको मान्छेहरू यहाँतिर उतातिर एउटा खोला जस्तो मात्रै छ कि त्यहाँ पनि मान्छे आउँदो रहेछ हौ त्यस्तै कुदाउनु पर्ला कम्पर पनि कति दुखेकै चेस्ट अप ब्याक भित्रबाट गरेर
रिस उडिसक्यो आहा त्यो हो नि त तिम्रो दुइटाको पेट्रोल सक्यो क्या भने डर लाग्छ किन पछाडि हिँडेको क्या हाल्यो होला त अब जाऊँ न यतै अघि हालेर आउनुपर्ने रहेछ कस्तो या म त अस्ति हाले जस्तो लाग्यो अस्ति त स्कुटरमा हालेको थियो टेन्सन हुन्छ यहाँबाट निकाल्दा नि मिल्दैन हेर्दै हिँड न जाऊँ त्यही डर लाग्ने कि अब म सिधै गएर हुन्छ साउन्ड सुन्दैन पिपिप गर्दा नि त्यही भएर अगाडि लगाउँछ अस्ति हालेर जस्तो लाग्यो स्कुटरमा पो हाल्यो हो म पनि कन्फ्युज भइन्छ 2-3टा बाइकमा त्यस्तो हुँदो रहेछ झन् धेरै हुनेलाई त के हुन्छ होला बिर्सिन्छ होला ओ माई गॉड यो भिड हेर्नलाई मान्छे कति हेरेर आउँछन् यो चाहिँ गुरुङ गाउँको सबैभन्दा ब्युटिफुल बाटो अनि कुदाउन मिल्ने मेरो चाहिँ के भयो यार यसरी चेस्ट अप गर्दा त अलिकति गाह्रो हुँदो रहेछ यार कुदाउनलाई चाहिँ नुवाकोट के कुरामा पपुलर होला कमेन्ट हान्नु त गाइस तपाईँहरूलाई थाहा छ भने मलाई चाहिँ नुवाकोट चाहिँ वेदरमा यताको वेदर चाहिँ काठमाडौँको जस्तै छ क्या शीतल गर्मीमा डेन्जर गर्मी नि हुँदैन जाडोमा डेन्जर जाडो नि हुँदैन ठिकै जाडो त हुन्छ हुन त तर त्यस्तो होइन पहाड भएर होला एकदम पर्फेक्ट वेदर छ क्या नुवाकोट र काठमाडौँको त काठमाडौँमा अझ अलिकति धेरै छ तर नुवाकोटको वेदर चाहिँ मलाई सही लाग्छ यार रिजार्भमा के अरे रिजार्भमा न्युटनमा झारे डट बाइक मन न्युटनमा झार्दैन क्या हो ट्राई कहिलेकाहीँ यो बाइकलाई न्युटनमा झारेर हेरौँ न थुक्कै एकमा पो रहेछ यार एकमा नि झार्छ क्रस समात्यो भने त इजिली तर स्पोर्ट्स बाइकको अलिकति डर लाग्दैन हुन्छ क्या फेरि होइन नजिकै जस्तो लागेको थियो त यार यो पनि त टाढै रहेछ त यार 1 घन्टा कुदाएपछि त मलाई त किन यस्तै हुन्छ जहिले पनि टाढा राइड गर्न सक्नु नि पेसन हुने मान्छेलाई आफूलाई त है सक्न त नसक्ने होइन 1 घन्टा कुदाएपछि चाहिँ अनि कहाँ हो कहिले पुग्ने हो कतिखेर पुग्ने हो कतिखेर पुगेर त्यहाँ इन्जोय गर्ने हो जस्तो महाभारत फिल हुन थाल्छ ओभर थिङ्क गर्न थाल्छु क्या त्यहाँ कतिखेर पुग्ने हो कतिखेर झर्न हो अहिले फेरि यही बाटो कुदाएर आउनुपर्छ कस्तो हात्तीको यति सानो अफ रोडिङमा के भयो होइन त्यो त ठुलै छ कत्रो देखेर तिमीले नाम हेर्दै हिँड भनेको मैले त त्यो ठाउँ नि देखाएको छैन अब अल्तिर होला उतापट्टि त्यो पनि एउटा वाटरफल होला नि त मेरो हजुर मेबी जाउँ न ओके मेन कुरा चाहिँ यो गुरुङ गाउँमा आइपुग्दा पानी रह्यो त्यही भएर चाहिँ मजा आइरहेको छ मेरो चाहिँ वास्तवमा कम्बर दुखेर यस्तो गरेर मान्छे चाहिँ के कसरी चलाइराख भन्ने भइरहेको खोइ ऊ त्यो सानो होइन त्यो त होइन त्यो त त्यता त रोडै गएन अहै रे रहन त रहेछ हाम्रो चाहिँ सानो देखा होला खानेकुरा त यहीँबाट लिएर जानु यहीँतिर राम्रो पाउँदो रहेछ ल है ठाउँ पनि छ राम्रै चल चुडेलीहरू यहीँतिर पेट्रोल हाल्नु पर्ला
टक्क अग्लो ठाउँमा परिहाल्यो नि बिस्तारै दुखे क्या ए भाइ थोरै तान त म यहाँ माथिपट्टि राख्छु ल भयो अब 5 को केरामा कहाँबाट पुग्यो त्यस्तै हुन्छ के म त यो चाहिँ अहिलेपछि स्टार्ट गर्न अगाडि न्युट्रलमा झार्छ अब हिल्लै हिलो भएछ मेरो बाइक बिचरा ओइ लड्लै उतापट्टि आया के खाने तिमीहरू त्यो झर्नाभन्दा अगाडि त यही होला अलिकति उ थियो ऊ त्यहाँनिर खाना खाने भए चाहिँ त्यहाँ रात पाउँछ यहाँ मात्रै अरू त झा खाएन पहिले त एकचोटि खाएको थियो खै बिर्सिन्छ त्यस्तो कालो हुन थाल्यो आकाश जति चाहिँ यति अब 4 पनि बस्न लागिहाल्यो अब हामीले रेकर्डहरू पनि लगाएर पर्सनल प्राइभेट मेरो भाइ हाँसो ठ्याक्कै राक्षस जस्तो रहेछ हाँस्दा त तल के भएछ कहिले अहिले ओहो के भएको त है बिचरा त्यही भएर पो मान्छे जमिरा भाइ फेरि ठुङ ल्याएर त्यहाँ पुगिसक्यो छोरा मान्छे भने छोरा मान्छे हो कि क्युरियोसिटी त भइहाल्छ कुडु गयो हेर नि त एक्लै के रहेछ कसको दशा लागेछ त यत्रो ठाउँ छँदैछ बुई मान्छेलाई त केही भएन नि बिचरा कस्तो भएछ बिहान भर्खर भएको रे फेरि छि छि 3 जना मरे मेरो फेरि बाटोकै छेउमा छ 2 जनाको त अन द स्पट डेट भएर त यहाँ नि होइन छ्या जुम अर्काको दुर्दशा हेर्नुभन्दा बिचरा अर्काको दुःखमा 2 के ठोकेर लडे क्या है ओह्रालो छ है कस्तो दशा लाग्यो होला बिचरा कसको दिन खराब रहेछ आज छि अरूलाई त त्यो होइन मान्छेलाई कसरी निकाल्यो होला त्यहाँ बिस्तारै हिँड है त्यही भएर पो अघिदेखि मान्छे जम्मा भइरहेको रहेछ कसको फ्यामिली भयो छि जाऊ अब बिचरा कसको फ्यामिली भयो होला
नभए होला ओह्रालोमा यहीँ चिप्ल्यो होला यार कस्तो मनै कस्तो चिसिक्क भयो आनन्दले हिँड है चिप्लिन्छ त्यत बिहान बिहान हेर त मान्छेको जिन्दगी के छ र बिचरा जाउँ कसैले केही नभए त हुन्थ्यो नि दुईजना मरेछ बिचरा पानी परे बेला त धेरै रिस्की यार मनै चिसो पर्छ लडे जस्तो छ होइन हौ पानी परे बेला त धेरै डेन्जर छ थेत पानी पर्यो हे उपरवाला रक्षा गर्न हाम्रो पानी पऱ्यो त रिस्की के चिप्लो चिप्लो नि हुने किन रोके हिँड न्युटनमा झारेर रहेछ हामी त त्यहाँ भर्खर अगाडि खाजा खाएर पछि पो देखेको है मान्छेहरू जम्मा भएपछि अगाडि त थाहा नै थिएन आएको सब गाडीबाट खानेकुरा जाँदैन त फेरि यस्तो कुरा अगाडि थाहा भयो त नराम्रो फिल हुन्छ जे भए पनि यहाँनिर बस्ने ठाउँ त रहेछ पानी परेर अलिक डेन्जर त डेन्जरै हो यार के गर्नु अब राइट आइहाल्यो पानी परेपछि दिउँसो पनि राति देख्छ यार मेन त चिप्लोमा होइन अब त्यस्तो इभी गाडी पनि बस पनि मान्छेलाई केही नभए त अब त्यो त इन्सुरेन्स भइहाल्छ बस गाडीको त मान्छे पनि उ भएछ पानी त ठुलै पऱ्यो यार टेन्सन पो भयो त अब त त्यहाँनिर झन् अरू रुखहरूले गरेर गाडी उ गरेको रहेछ न जङ्गल ठाउँमा रुख त भइरहेको थियो नत्र यस्तो रिस्की यहाँ तलतिर जम्मा आइपुग्थ्यो होला छ्या यहाँ अर्ग्यानिक न्युरोहरू राखेको रहेछ विश्वकर्मा भगवान् रक्षा गर्नु होला भन्छ कि यस्तो भिरालो ठाउँ छ त्यहाँनिर जहाँ सजिलो छ त्यहाँनिर चाहिँ भएको रहेछ पानी परेर वेदर मलाई किन कस्तो नराम्रो लाग्यो त्यो एक्कासी त्यो एक्सिडेन्ट देखेर त्यतिखेरिका त्यो एक्सिडेन्ट देखेर होइन अन द स्पोट डेथ भएको भनेर सुनेर थियो वास्तवमा चाहिँ मलाई कस्तो छिसिङ्ग भइरहेको छ कस्तो इजी तरिकाले हुन्छ क्या मान्छे जिन्दगी के छ पानी पनि परिरहेको छ त्यस्तै बरु त्यहाँ हेर्दैन मान्छे चिज एउटा क्युरिसिटी चाहिँ हुने क्या मान्छे त्यो सोधै नसोधे भए मलाई थाहा पनि हुँदैन मलाई थाहा नभए भए टेन्सन पनि हुँदैन बाफ्रे त्यो मान्छेको जात एकदमै क्युरिसिटी हुने कि हो के भएछ है किन मान्छे भिड भएछ भने डर लाग्ने है झन् सबसे अगाडि त भाइ टु गएको एक्सिडेन्ट भयो भने म त एक्सिडेन्ट भयो नि अब कहिले अनब्यालेन्स भएर अलिक भाँच्यो होला भन्छ नि अब त्यत्रो डेन्जरै एक्सिडेन्ट भयो ए कस्तो टाढा त पुग्दैन त हो यहाँ ओह्रालोमा कसरी रोक्नु पानी पऱ्यो हुसी लागेपछि दिउँसै राति होला जस्तो भइरहेको छ मजा लागेर कसैलाई पानीमा भिजेर झन् वेदर त दिउँसो राति जस्तो हुन लागि त के गर्ने होला है मलाई त झन् अघि त्यो के अरे गाडी मान्छे भयो भने त कस्तो त्यो मनै चसक्क हेर यहाँ टर्निङ त्यहाँ झर्न पुगेर पनि हामी एकछिन हिँड्नुपर्छ यो बाइक जाँदैन तिमीहरूलाई अघि अलिकति नराम्रो लाग्यो नि त्यो मान्छे डेड भयो भने सुन्दा हाम्रो कुरा गर न अरूको त छोड न तिमीलाई भिडियोको लागि जान रहर छ कि अब हेरेर रमाइलो त गराउनु रहर छ जान त एकचोटि मन चाहिँ ठुलो होला बाजे नुहाउन घर नुहाउँदैछ बिहान नुहायो यहाँबाट अलि नजिकै थियो होइन कतिवटा उता छ अब छ अरे 11 किलोमिटर देखाएर चाहिँ अघि त्यो दिले 0.5 किलोमिटर छ
अनि त्यो दिदीले जम्मा 15-20 मिनट भनेको थियो। यस्तो पानीमा दुःख गरेर चाहिँ बिचार 11 किलोमिटर 15 मिनटमा त्यति हान्यो भने त मैले त भन्नु खोजेँ मैले त गए पनि मलाई एक त यसमा पेट्रोल छैन अरू भन्दा नि माटे त प्रब्लम पर्दैन रिजर्भमा कहाँनिर पुग्दा झरेको अनि अब माथि पुग्दा कहाँनिर सकियो भने के हो अन्त जसरी तल जानै पर्छ क्या जम पहिला पेट्रोलको व्यवस्था गरौँ त पेट्रोल पायो भने अरे बाइकमा पेट्रोल डट बाइकमा पेट्रोल छैन वेदरले सपोर्ट गरेन क्या आज हाम्रो राइडलाई चाहिँ त्यही भएर अलिकति रिस्क नउठाऊँ जस्तो लाग्यो मलाई चाहिँ यहाँ पाउँछ होला सायद पेट्रोल पनि छैन रे पेट्रोल हालेर चाहिँ अब हाम्रो यतातिर राख्यो भने चाहिँ यार जसरी पेट्रोल हाल्नुपर्छ कि अरू भन्दा नि धेरै टाढा रहेछ कि यस्तो बेला त के जानु होस् वेदर पनि खुल्या छैन माथि जाउँ फर्कियौँ यार यस्तो वेदरमा त के जानु नजिक भयो त ठिकै हुन्छ टाढा छ जस्तो लाग्यो फर्कियौँ रिक्स नउठाऊँ मलाई आज कस्तो नराम्रो लागिरह फर्क्यो घुमाऊ यो घुमाऊ गाइज हाम्रो राइड क्यान्सल त्यत्रो टाढा त कसरी जानु हौ हामी बाटो त कन्फ्युजन नपर्नु पर्ने हो तर उतै रहेछ यार धेरै यस्तो पानी परेको बेलामा झर्ना सर्ना गएर काम पनि छैन दिउँसो रात परि चाहिँ पानी परेर गाइज हामी चाहिँ अब रिटर्न जाँदैछौँ वास्तवमा हामी चाहिँ अब वाटरफल जाने भन्ने प्लान थियो के पानी पनि अहिले चाहिँ रह्यो अघि त दिउँसै कालो भएको जस्तो चाहिँ भइरहेको थियो उसीले गरेर आज त अलि रेडी भएर होला पुरा कालो भइरहेको थियो यार वेदर त अघि त झन् त्यसमाथि एक्सिडेन्ट देखेपछि त झन् वेदर त यस्तो डेन्जर कालो भएपछि त मनमा कस्तो चिसो पसिरहेको थियो तर हाम्रो राइड त गयौँ तर जुन फाइनल डेस्टिनेसन थियो त्यहाँसम्म चाहिँ पुग्न पाएनौँ जाने भनेर किन गएन भने त्यहाँ यतिखेर राति परिरहेको हुन्थ्यो यतिखेर चाहिँ झर्नामा हुन्थ्यौँ हामी सो धेरै नै अँध्यारो भइरहेको हुन्थ्यो क्वालिटी नि राम्रो चाहिँ आउँदैन थियो क्या फेरि पानी पऱ्यो यार
Shit. त्यही बाइक त त्यो मामफोली कति जाम भएको यहाँ पानी पनि कति पर्ने कि नपर्ने भइरहेको हौ छिनमा घरि पऱ्यो होइन के भन्नु गाह्रो छ फाइनली अब चाहिँ हामी यहाँ आइपुगेर खानेकुराहरू खाँदैछौँ खानेकुरा नि आइसकेको छ यो चाहिँ अब टिबिटेन टाइपको भयो मलाई चाहिँ स्पेसली सुपहरू मिठो लाग्ने भएर थुक्पा खाँदैछौँ सो अब चाहिँ हामी एक्सर्साइज सुरु गर्न जाँदैछौँ फर्स्टमा चाहिँ अब वार्मअप गर्नु पऱ्यो यार अलिकति जिउहरू त्यो वार्मअप भए पनि अहिले जिम गर्दाखेरि खासै अब बोन प्रब्लम के अरे मतलब बोनहरू दुख्ने प्रब्लम हुँदैन त्यही भएर चाहिँ 1 2 3 4 9 10 आज अप्पर बडीको हो अब चाहिँ पुसअप गर्ने यार पुसअप चाहिँ फेरि काम जोर कहिगै छु म त्यो चाहिँ यतिकै टाइम पास गरे हो अब चाहिँ पुसअप गर्नुपर्छ 1 2 3 4 5 6 7 8 ayo ayo मजालाई त्यही भएर यो गर्ने मान्छेहरूले यस्तो गर्दो रहेछ क्या 6 चोटि जति गर्नु पर्यो लास्ट वान बानी बिगारेँ नि मैले भयो लास्ट सेट आज चेस्टको दिन भएर होला मजा आइरहेको गर्नलाई 3 4 5 6 7 8 9 10 11 last two मजा आइरहेछ 1 2 3 4 5 6 7 last one ayo यति ओऱ्यो नि कस्तो धेरै भएको त सेकेन्ड सेट 1 2